मसँग 50,000 पैसा पनि मसँग 1 सुको थियो तर 50,000 पैसा म कहाँबाट मसँग पनि त्यो पनि पैसा अजय अङ्कलसँग मैले सापट्टि दिएको छु। त्यो पार्टीमा उम्मेदवार दिनुभएकै घडी साहबबाट मैले पनि दिएको थिएँ। त्यसको आकाङ्क्षी म पनि थियो कविता कुमारी चौधरी। तर मलाई धेरै लोभ लालच देखाए। तर मैले भन्दै थिएँ सनपातिकमा म बस्दिन दाइ मलाई बरु मेरैकै टिकट दिएर बस्छु। सुरेन्द्र दाइले होइन कविता 3 जना मधेस प्रदेशमा मात्र छ भनेर तिम्रो नाम जसरी पनि निस्किन्छ नभए म छु नि तिम्रो नाम निकालिदिन्छु भनेर। तर मेरो 110 नम्बर पनि नामको छैन है। 110 नम्बर भित्र पनि नामको छ। मसँग 50,000 पैसा पनि मसँग 1 सुको थियो तर 50,000 पैसा म कहाँबाट मसँग पनि त्यो पनि पैसा अजय अङ्कलसँग मैले सापट्टि दिएको छु। त्यो उम्मेदवारी त्यो पैसा पनि मैले अहिलेसम्म रिटर्न गरेको छैन। तर आज र म भोलि जसरी पनि त्यो पैसा रिटर्न गरिदिन्छु। मेरो यति नै प्रतिबद्धता। अनि प्राइमेरी इलेक्सनमा भाग लिनुभयो तपाईँको के आएको परिणाम कति स्थानमा पुग्नु भएको थियो? मेरो 8 नम्बरमा थियो। अनि तपाईँ समानुपातिकमा पर्नु भएन नि अनि के भन्यो उनीहरूले मलाई भन्यो तिम्रो कविता तिम्रो 110 नम्बर पढेको छ। मैले भने दाइ 110 नम्बरमा छ भने मलाई हेराउनुहोस् न 110 नम्बर मेरो के छ म आफै मिलाइहाल्छु। तर तपाईँले भन्नुहुन्छ तिम्रो 110 नम्बर छ भनेर अस्ति पनि बुवानिर जानुभयो त्यो सुरेन्द्र दाइले बेलुका। अनि मेरो बुवा पनि भन्नुभयो सुरेन्द्र होइन अङ्कल छोरीको आफ्नै कारणले मेरो के कारणले मैले के भन्छ पुलिस रिपोर्ट गरेको थियो पनि मेरो राम्रै थियो सबै थियो। अनि भन्छ छोरीको आफ्नै कारणले 110 नम्बर आएको थियो अङ्कल भएन भने मैले भनिदिएँ बुवालाई बुवा तपाईँलाई पनि उनीहरूले ऊ गर्दैछ भनेर मैले भने बुवालाई तपाईँहरू मेरो बुवालाई त्यसरी नगर्नुहोस् मैले पनि भन्दै थियो। बुवालाई पनि भने बुवा उनीहरूको कुरामा नगर्नु तपाईँले पनि उनीहरू खेल रच्दैछ भने बुवालाई अस्ति। अनि बुवालाई पनि मुकुन्द पौडेल दाइलाई पनि भन्नुभयो ल मुकुन्द तिमीहरू मेरो घरमा बारम्बार नआऊ राम्रो हुँदैन। म पनि एउटा पार्टीको मान्छे हो र गरे भने तिमी फोन गर तर घरमा बारम्बार नआऊ। मेरो त्यति। काङ्ग्रेस र राष्ट्रपामा के फरक पाउनुभयो? काङ्ग्रेस र राष्ट्रमा मलाई त अब मलाई पहिलादेखि नै काङ्ग्रेसमा बसेको छ। मलाई काङ्ग्रेस नै राम्रै लाग्छ।